This is a bad habit. इंग्लिश पढ होइन हिन्दी हो हिन्दी हो भने इंग्लिश हाम्रो बाख्रा चाहिँ 11वटा रहेको छ। ननसेन्स भाले भाले भएर सो हेलो एन्ड नमस्ते सबैजनालाई। ओके आई होप सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु भन्नुपर्छ। सो भिडियो चाहिँ मेरो पहिलो हो। ओके खासै बनाउन आउँदैन, तैपनि हेरेर साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। एक दिन अवश्य पनि म खतरा बनाउने छु। सो यो चाहिँ कोदोको बिउ हो। सो यहाँ छरेको भर्खर उम्रिरहेको छ। के गर्नु र लैलैमा। ओ माय गॉड, कस्तो यार चराले तर्साइदियो। ननसेन्स। मैले यसो इङ्ग्लिस पढ्थेँ। सो अहिले चाहिँ म उकालो चढिरहेको छु, गोठ जाँदैछु। खास गरी कतिखेर पुग्छु थाहा छैन, धेरै टाढा छ। सो आज मौसम चाहिँ घाम पनि अलिअलि लागिरहेको छ, बादल पनि लागिरहेको छ। भरे कतिखेर पानी पर्ने हो। A few inches later. सो फाइनली म चाहिँ गोठ आइपुग्न आँटेको। उकालो चढ्दा पसिना निस्किसक्यो। के गर्नु। ओ माय गॉड। सो मैले चाहिँ नुन बोकिरहेको छु। गाईलाई खुवाउनु पर्ने अरे, कसरी खुवाउँदै हुँदैन। होइन होला के हो? सो फाइनली गोठ आइपुगेको छु। गोठ चाहिँ हाम्रो यहीँ हो। सो गाइज, भिडियो चाहिँ मलाई बनाउन आउँदैन, भर्खर सिकिरहेको छु। सो सबैले माया साथ सपोर्ट गरिदिनु होला। सो फाइनली गोठ आइपुगेको छु र गोठ यतातिर रहेको छ। सो यतातिर चाहिँ आलु रोपेको। भरेतिर भोक लाग्यो भने पकाएर खानु पर्ला। गोठमा सुविधै छ। तिर्खा लाग्यो भने दही छ। होइन होला के हो? चिन्तै छैन। भोक लाग्यो भने आलु रोपेको छ, चिन्तै छैन।
सो हाम्रो बाख्राको बच्चाहरू दुईटा त्यो पण सानो सानो ओ माई गॉड दुईटा मात्र भनेको त यता पनि पो रहेछ चारवटा गाई यतातिर रहेको छ फाइनली गोठ त आइपुग्यो 1 2 3 4 5 हाम्रो गाई चाहिँ 5वटा रहेको छ बाख्रा चाहिँ कतिवटा छ 1 2 3 4 5 त्यो बाख्राहरू चाहिँ यतातिर ठ्यान्नै छ ठ्यान्नै हाम्रो प्रमुख अतिथि यो हाम्रो ननसेन्स ओ ननसेन्स नो This is a pet. सोच रहा हूँ This is a bad habit. इंग्लिश पढ होइन हिन्दी होइन इंग्लिश हिन्दी हो भने इंग्लिश Nonsense. One, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11. ओ हाम्रो बाख्रा चाहिँ 11वटा रहेको छ A few moments later. सो अहिले चाहिँ म गाईलाई चराउन लाँदैछु सो आजको मौसम यस्तै हो कतिखेर पार्ने पर्ने हो हे 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 कस्तो भन्ने Nonsense. Hey, go. Oh, baby. जोर सुकिन्जेल कराउँदा टेर्दैनौ ए ननसेन्स ननसेन्स यो बच्चाले पो टेर्दैनौ What? Nonsense. Nonsense. Hey. Nonsense. यो गाई भन्ने चिज कहिले पनि छिटो हिँड्दैन यो भन्ने चिज त झन् What the nonsense भाले भएर What? ए बोका भएर
Hey, hey, hey. Hey, hey, hey. Raksha. Nonsense. Hey. Hey, pun. Raksha. Raksha. सीधा जाओ है ऐसे तो नहीं होता है। ए गीत त फेरि डेन्जर गाउँछु नि त म हो गजब बेइज्जती है। ननसेन्स सो अहिले चाहिँ म यतातिर छु यतातिर गाईहरू चर्दैछ सो म चाहिँ अब गोठ जानुपर्ने हुन्छ किनकि बाख्रा एकैछिनमा आइहाल्छ अनि गाईहरू बाँध्ने डोरी खाइदिन्छ समझ रहे हो? के गर्नु कम्तीको चङ्खो छ बाख्रा एकछिनमै खाइहाल्छ के गर्नु त अब गएर पर्खिनु पर्ने सो अहिले चाहिँ म गोठ आइपुगेको छु गोठ चाहिँ यही हो त्यस्तै हो आजको मौसम बादल नै बादल लागिरहेको छ यस्तै हो आजको मौसम अब चाहिँ मेरो काम भनेको गोबरहरू ओसार्ने हो बिजोग छ जिन्दगीमा सोचे जस्तो केही हुँदैन कहिले हुन्छ त सोचे जस्तो हुँदैन सो ओके अब म गोबर ओसार्छु ओके 2 hours later. सो अहिले चाहिँ यहाँ पानी परिरहेको छ टक्क लाएर पानी परिरहेको छ गाईहरू भर्खरै आइपुगेको छ यता त्यत्रो पानीमा भिजेर बल्ल आइपुगेको छ सो अब सबै आइपुगेछ अब बाख्रा कतिखेर आउने हो कता हरायो कि माई सेट यत्रो पानीमा आखे लाग्यो स्मल गर्ल पनि भिजेछ लत्रम्मै के गर्नु यत्रो पानीमा बेजोग छ जिन्दगी बाख्रा कता भयो सो फाइनली गाई बाख्राहरू सबै आइसकेको छ र पानी चाहिँ डेन्जरै परिरहेको छ कसरी घर जानु अब घर जानु पर्ने कसरी जानु सो हाम्रो यहाँ एकजना म्याडम हुनुहुन्छ त्यहाँ एकजना हुनुहुन्छ र त्यहाँ एकजना गरी 4 जना 2 भाइ 2 बहिनी ओके गाइज अब त्यस्तै भयो आजको काम सफल भयो गाई बाख्राहरूले कसैले ठगेन त्यसमै खुसी छु सो सबैले माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सधैँ साथ सपोर्ट गरिदिनु होला
भन्न चाहे। ओके